हेलो साथीहरू, दर्शन आज चाहिँ हामी यो ग्लास नेल्स बनाऊँ ल। यो ग्लास नेल्स बनाउनको लागि चाहिँ मैले बेस कलर चाहिँ यसमा पर्पल राखेको छु। पर्पल बेस कलरमा चाहिँ यसमा मैले चाहिँ मुनलाइट क्याट आई हो, मैले मुनलाइट क्याट आई युज गरेको छु। यो मुनलाइट क्याट आई पनि हामीले डिफ्रेन्ट कलरमा पाउन सक्छौं है। मसँग चाहिँ यही एउटा कलरको थियो, यसैलाई मैले मजाले एप्लाई गरेँ र एप्लाई गरिसके पछाडि चाहिँ यो क्याट आईहरुलाई चाहिँ हामीले म्याग्नेटको हेल्पले चाहिँ एक्टिभेट गर्नुपर्ने हुन्छ। मैले म्याग्नेट लिएर यसलाई मजाले साइन आउने गरी चेक गर्दै, यो साइन आएको छ कि छैन भनेर चेक गर्दै मैले चाहिँ यसलाई एक्टिभेट गरेको छु। जब चाहिँ मलाई चाहिँ अब चाहिँ यतिको साइन आयो, राम्रो भयो जस्तो लागे पछाडि चाहिँ 60 सेकेन्ड क्युर गर्ने। त्यस पछाडि चाहिँ यसलाई म टपकोट लगाएर टपकोटलाई पनि 60 सेकेन्ड क्युर गर्नेछु। त्यस पछाडि चाहिँ हाम्रो आर्ट चाहिँ यस्तो देखिएको छ, यस्तो मजाको साइन आएको छ है। हामीले चाहिँ यसरी नै डिफ्रेन्ट कलरमा पनि यसरी नै ग्लास नेल्सहरू बनाउन सक्छौं। हस् त, थ्यांक यू।